नमस्कार सबैमा तपाईलाई मेरो च्यानलमा स्वागत छ। आज पनि मैले मेरो युट्युब च्यानल मार्फत तपाईलाई हस्पिटालिटी इन्डस्ट्री सम्बन्धी फेरि पनि मेरो एक्सपिरियन्स शेयर गर्न गइरहेको छु, जसमा चाहिँ तपाईहरु बिगिनर हुनुहुन्छ। यदि तपाईहरु बिगिनर हुनुहुन्छ भने तपाईले हस्पिटालिटी इन्डस्ट्रीमा चाहिँ कस्तो कस्तो कामहरु चाहिँ गर्न सक्नुहुन्छ। एउटा भनेको फ्रन्ट डेस्क र रिसेप्सनिस्ट हैन, गेस्टलाई स्वागत गर्ने र चेक इन चेक आउट बेसिक इन्फर्मेसन यो गर्ने चाहिँ फ्रन्ट अफिसको काम हो। यदि तपाईहरु यसमा एक्सपर्ट हुनुहुन्छ, गेस्टलाई स्वागत गर्न सक्नुहुन्छ र बेसिक कम्प्युटर स्किल्स छ भने तपाईहरुले यसमा एप्लाई गर्न सक्नुहुन्छ। अर्को भनेको छ वेटर। वेटरमा चाहिँ रेस्टुरेन्टमा कस्टमरलाई कसरी सेटिस्फाई गर्ने, फुड एन्ड बेभरेज सम्बन्धी तपाईलाई कतिको ज्ञान छ, सर्भ गर्न सक्नुहुन्छ कि हुन्न, यो बारे तपाईलाई ज्ञान छ भने तपाईहरुले पनि वेटर या त फिर एफएनबी स्टाफमा एप्लाई गर्न सक्नुहुन्छ। अर्को भनेको हाउसकिपिङ। हाउसकिपिङ नर्मली भनेको रुम क्लिन गर्नुपर्ने या पब्लिक एरिया क्लिन गर्नुपर्ने हैन सम्बन्धी काम र कस्टमरलाई चाहिँ फेरि पनि सेटिस्फाई गर्न सक्नु पर्यो। अनि अर्को भनेको चाहिँ गेस्ट सर्भिस या त फिर कस्टमर सर्भिस। गेस्टको रिक्वेस्ट र कम्प्लेनलाई चाहिँ तपाईले कसरी ह्यान्डल गर्नुहुन्छ, गेस्टको रिक्वेस्ट र गेस्टको कम्प्लेनलाई कसरी ह्यान्डल गर्न सक्नुहुन्छ। यदि त्यो सक्नुहुन्छ भने चाहिँ तपाईहरुले गेस्ट सर्भिस र कस्टमर सर्भिसमा एप्लाई गर्न सक्नुहुन्छ। अनि अर्को भनेको किचन एसिस्टेन्ट, सिधै तपाईलाई स्टेवार्ड। अब यो चाहिँ सिधा भन्नु पर्दाखेरि किचन एसिस्टेन्टमा चाहिँ तपाईहरुलाई भाडा मोल्ने, अलिकति सेफहरुलाई हेल्प गरिदिने हैन गर्न सक्नुहुन्छ। अनि अर्को भनेको छ बेल बोय। बेल बोय भनेको चाहिँ गेस्टको लगेजलाई ह्यान्डल गर्ने र होटल सर्भिसलाई चाहिँ सहायता दिने। गेस्टको लगेजलाई ह्यान्डल गर्ने हैन, अनि त्यसपछि उनीहरुलाई होटलको इन्फर्मेसन पास गर्ने बारे काम। यदि मध्ये तपाईहरुलाई कुनै पनि बेसिक नलेजहरु छ भने तपाईले त्यसबाट एप्लाई गर्न सक्नुहुन्छ। यदि त्यसपछि तपाईलाई नेक्स्ट लेभलको पोजिसनमा जानु छ भने आफूलाई कम्पनीको रुल्स अनुसारले 6 देखि 9 महिना या कुनै कम्पनी 1 वर्षभित्र क्रस ट्रेनिङ भन्ने चीज पनि गर्न पाइन्छ होटल इन्डस्ट्रीमा। त्यतिखेर तपाईले आफूलाई बेस्ट लागेको चाहिँ उयसमा एप्लाई गर्न सक्नुहुन्छ, क्रस ट्रेन गर्न सक्नुहुन्छ। यदि अनि क्रस ट्रेनिङ गरिरहेको ठाउँको म्यानेजरले तपाईलाई मन परायो, तपाईको काम मन परायो भने तपाईले चेन्ज गर्न सक्नुहुन्छ। हस् त, तपाईलाई आजको भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने प्लिज फलो, शेयर, लाइक गरिदिनु होला र यस्तै भिडियो चाहनुहुन्छ भने बेल आइकन पनि दबाइदिनु होला। हस् त।